अब जुठो बार्दा खाना कम खाने, नुन नखाने चलनबारे कुरा गरौँ है त। नुन शरीरलाई अत्यावश्यक छ किनकि यसमा रहेको सोडियम र क्लोराइडले शरीरमा पानी र तरल पदार्थको सन्तुलन कायम राख्छ, शरीरलाई शक्ति प्रदान गर्छ। ऊर्जा खर्च नहुने गरी 13 दिनसम्म बस्ने भएपछि ऊर्जा पाइने खानालाई पनि कम गर्नु पर्यो, त्यसैले एक छाक मात्र खाने, नुन नखाने चलन राखियो। माछा मासु अन्न नखानु भनिएको पनि क्यालोरी खर्च नहुने भएपछि कम खानु भन्ने अर्थ हो। स्वाद होइन, शरीरलाई टिकाउने जति मात्र खाऊ भनिएको हो। मृत्युको कारण झगडा वा हत्या हो भने आफन्तमा आक्रोश पनि हुन्छ, बदला लिने भाव हुन सक्छ। बदला लिने भाव नआओस् र शरीरमा पनि शक्ति नहोस् भनेर पोसिलो खाना दिइएन। अर्को कारण भनेको आसौस बार्दा महिलाले पनि चोलो नलगाई छातीमाथि कपडा नलगाई बस्न लगाइन्छ। महिलाको शरीर देखेर कुभावना नआओस् भनेर पनि क्रियापुत्रीलाई नुन नखान भनियो।